यहाँ अगाडि आइज नि होइन आवाज आउँछ हामी अहिले ढल्केवरको चोकमा टर्निङ लिइरहेछौँ यात्रा हाम्रो जारी छ राम जानकी मन्दिर जनकपुरसम्मको जारी छ जनकपुर धाम पनि हो क्या दाइ यो देखिरहेको छौँ हामी जनकपुर जलेश्वर धनुषा धाम शम्सी भनेर लेखिरहेछ शम्सी भनेको चाहिँ अब हामी चाहिँ सरर आहा अनि त्यसपछि हामी यहाँ प्रवेश गर्नुभन्दा अगाडि बर्दिवासमा विजय डेरी दुग्धमा बिना चिनीको चिया 3 कप शानदार चिया खाएर तिमीलाई त्यो डेरीको बारेमा के भन्नु छ हाउ डु यु फिल हैन कस्तो भयो एकदम त्यो सोचेको भन्दा पनि स्वादिष्ट चिया अनि अरु के स्वादिष्ट छ दाइ बनाएर दिन चिया अत्यन्तै मिठो पफ मिठो त थिएन दाइ आई डोन्ट लाइक पफ जाँदै बाटोमा ट्राफिक जीले हल्लाउँदै हुन्छ के हो गाडी रोक्ने डन्डो अक्करसँगले तर उहाँले चिनिसक्नुभयो हामीलाई 3 चुतियाहरू भित्र छन् यिनीहरूलाई रोक्नु हुँदैन भनेर अगाडि बोर्ड छ दुर्घटनाग्रस्त क्षेत्र 10 को स्पिडमा जानु होला तर हामीले टेरिनौँ किनकि यो गाडी चुतिया ग्रुपको हो हामी अहिले पनि 40 को स्पिडमा तिरिरहेछौँ 40 छ यार मलाई 70 कुदिरहेछ 70 सरी 40 भन्छ हो 40 पनि यो कछुवाको रेतमा छ ल अगाडि चाहिँ अब यस्तो बाटो आइरहेछ कि बाई रोडको बाटोमा धुलो उडाउँदै पनि लिनुपर्छ बाई रोड हो चाहिँ अफ रोड बाई रोड बाई रोड्स दाइ अफ रोड किन भन्छ रोड त अनै हुन्छ त खासमा कुदिनै रहन्छ गाडीहरू त्यसलाई अफ चाहिँ किन भने यो चिकनी चमेली बाटोलाई चाहिँ पिच भनिन्छ रोड भनिन्छ भाइ यस्तो ग्राबिङ स्राबिङलाई चाहिँ यो माथिमा चाहिँ अफ रोड भनिन्छ बुझिस काचा डोचुका डान्सिङ कार जस्तै डान्सिङ रोड हो यो हाम्रो यात्रा 3 जनाको सुरु चाहिँ भयो केटा हो यसलाई अब हामी कन्टिन्यू गर्नुपर्छ है This is not the end. This is just the beginning. क्या भाई? Oh yes. निरंतर. अविरल. Wow. So nice place. आफै आँपको बगानमा तर एउटा पनि झुन्डिएको छैन. विचित्र. यसपालि एउटा आँपको मूल्य कम से कम ₹75 हुने सम्भावना प्रबल छ. हेर्न सक्नुहुन्छ जनकपुरमा छैन नो आँप. No mangoes. In 3 हिजडा चोक अब हेर्नुहोस् हिजडा चोक होइन जनकपुरमा पनि हो हिजडा चोक विडम्बना हाम्रो देशको हेर्नु मान्छे चोकको नाममा हिजडा छ एउटा लिङ्गको नाममा कति अपमान गरिरहेका छन् हिजडा चोक होइन नाम के थियो हेजरा चोक हेजरा तर यार बाटो त तगडा बनाएको छ बाटो चाहिँ 70 कुदाउँदा कछुवा चाल भन्छ केटाहरु बाटो त सुपर्ब छ यार त्यसलाई त माई गॉड माइन्ड ब्लोइङ भनिन्छ दामी छ बाटो साइकलले 40 मा कुदिरहेको छ साइकलले कुदेको छैन अटो साइकल यो बीचमा अटो स्पिड साइकल 40 मा कुदिरहेको छ गाडी नियन्त्रण गर्नको लागि ठाउँ ठाउँमा 20 30 भनेर बोर्ड लागिरहेछ तर हामी मानिरहेको छैनौँ तर हामी चुतिया भएकोले गर्दाखेरि मानिरहेको छैनौँ साइकल तपाईहरु हेर्न सक्नुहुन्छ यो बाटो केही महिना पछाडि अत्यन्तै मनमोहक हुन्छ किनभने एकातिर फुलै फुल लगाइएको छ अर्कोतिर तपाईको धुपी लगाइएको छ केही महिना पश्चात अत्यन्तै मनमोहक हामी यो जनकपुर सिटी पनि बालन सिटी भन्दा केही कम हुने छैन
तर यहाँका बासिन्दाजीहरूलाई हृदयदेखि आग्रह गर्न चाहन्छु, कृपया बाटोमा चाहिँ अनावश्यक कुराहरू राखेर जनकपुर धामको शोभा नघटाइदिनु न विनम्र अनुरोध